धेरैजनालाई मैले सबैलाई त चिन्दैन, कतिपय उहाँहरूलाई पनि म व्यक्तिगत रूपमा चिन्छु। मेरै गाउँठाउँबाट पनि मैले यहाँलाई राखेको छु। त्यस कारणले गर्दा उहाँहरूलाई सुनाउनु पर्ने पनि छैन। हामीले उहाँलाई गर्नुपर्ने सहयोग मात्र हो। तपाईँ यो संसारमा हामीभन्दा कमजोर पनि खानामा अगाडि तपाईँले सुन्नुभयो, खाना नाना छाना आफ्नो कोही पनि नभएका मान्छे, बेसारा मान्छे पनि यो संसारमा छन्। ती मान्छेहरूलाई हामीले के गर्नुपर्छ भन्ने सन्दर्भसँग जोडेर सरले थोरै कुरा राख्नुभयो। मैले यसका मूल सञ्चालक रामजी अधिकारीज्यू, उहाँसँग मैले धेरैपटक भेटेको छु। भाइ बहिनीहरूलाई पनि उहाँको आफ्नै प्रोफाइल पनि छ, उहाँको टिकटक पनि छ, उहाँ फेसबुकमा पनि जोडिनु भएको छ, इन्स्टामा पनि जोडिनु भएको छ। म भाइ बहिनीहरूलाई उहाँका त्यो मोटिभेसनल स्पिचहरू जो उहाँले सायद मलाई लाग्छ आफ्नै बुढामा पनि त्यही राख्नुभएको छ मकवानपुरमै, अनि त्यहाँ ती मोटिभेसनल स्पिच सुनिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र म भाइ बहिनीहरूलाई खास गरेर यो संसारमा मान्छेभन्दा जीवनभन्दा ठुलो केही पनि छैन। हामी जीवनभन्दा अन्त पनि हामी पढेर आएका छौँ। कमसेकम आज तपाईँले हामी जस्तै तर बेसारा बुढामा दाजुभाइ दिदीबहिनीहरूलाई देखिरहँदा तपाईँका मनमा पनि एउटा करुणाको भाव चाहिँ जाओस्। हामी कतिपय कुरा अनावश्यक रूपमा खर्च गरिरहेका छौँ। तपाईँ हाम्रो बिहानमा खाना खाने बेलामा हामीले फाल्ने खानालाई मात्रै बचाउने भने यहाँ हामीले एक दिन मात्र बचाएको खाना एक महिनासम्म त्यसरी हामी नफालिकन खाना मात्र बचाउने भने यहाँ 2 दिन छाक हामीले खाना खुवाउन सकिन्छ। सामान्य 10,000 रुपियाँ तपाईँ हामी मिलेर जम्मा गर्ने भने उहाँलाई नास्ता खुवाउन सकिन्छ। हामीले 25,000 रुपियाँ हामीले बचाउन सक्छौँ भने उहाँलाई एक छाक खाना खुवाउन सकिन्छ। तपाईँ पनि जन्मदिन मनाउनुहुन्छ, तपाईँका घरमा पनि बिहे व्रत आदि थुप्रै कार्यक्रमहरू हुन्छ। तपाईँले हामीले थुप्रै अनावश्यक खर्च गरिरहेको छ। यो संसारमा मान्छेको दुश्मन छ भने मान्छे मात्र हो पनि छैन। हामी साँच्चै हामी गणतन्त्री हुने भने यो शब्दमै गणतन्त्री कुरा गर्न धेरै सजिलो छ। साँच्चै दोबारको मान्छे गणतन्त्री हुने भने संसारमा कोही पनि बेसारा हुनुपर्ने, कसैले खान नपाउने, कसैले लाउन नपाउने, कसैले औषधि उपचार गर्न नपाउने भन्ने छैन। तर संसारमा केही मान्छे मात्र यो कोही ठाउँ कोही ठाउँ सुख शैलमा रोज गरौँ भन्ने प्रवृत्तिबाट बाहिर आएका मान्छेहरू संसारमा हजारौँ एक दुईजना मात्र हुन्छ। अहिले संसारमा साँच्चै भन्नुहुन्छ भने मानवता अलिक कमजोर भएर गएको छ। तपाईँहरू यङ पुस्ता हुनुहुन्छ, तपाईँको जेन्जी पुस्ता हुनुहुन्छ, साँच्चै तपाईँमा यो मानवताको चाहिँ एउटा वर्षा बढोस्। आजको दिनले तपाईँको त्यो एउटा प्रेरणा प्रदान गर्न सकोस्। तपाईँ हामी साँच्चै चाहनु भने तपाईँले सरको कुरा पनि सुन्नुभयो। तपाईँहरूले सानो सानो पनि ठुलो ठुलो चलाएको पनि होइन। उहाँले त संसार नेपाललाई सडक मानव मुक्त बनाउन खोजिरहनु भएको छ। यो सायद पनि प्रदेशको घोषणा पनि भइसकेको होला। अहिले पनि हाम्रो तर्फबाट तपाईँले देखिरहनु भएको छ। उहाँहरू जति पनि यहाँ बेसारा यहाँ बसिरहनु भएको छ, उहाँहरूका समस्याका बारेमा तपाईँलाई सबै कुरा सुनाउने भने तपाईँ हुनुहुन्छ अहिले। मैले पटक सुनेको छु उहाँको कुरा। यहाँ तपाईँले भेटिरहेका मान्छेहरू उहाँको सबभन्दा ठुलो समस्या त मानसिक समस्या छ है, मानसिक समस्या छ। खाना लाउन आदि इत्यादि कुरा त उहाँलाई पनि सहज हो, विभिन्न बाटा गर्न। तर मान्छेलाई मेन्टलिजम ग्रोथ गराउने, मेन्टलिजम मान्छेको म्यानेजमेन्ट गर्ने कुरा त्यति सहज कुरा छैन। कतिपयले दिशा पिसाबै कहाँ गर्नु भन्ने पनि थाहा छैन। यहाँ थुप्रै छन्, तपाईँले त्यो देख्नु भएको छैन। तर यहाँ जो सेवकहरू हुनुहुन्छ उहाँहरू साँच्चै यो स्वयंसेवक संस्था हो। स्वयंसेवक भन्ने हुन्छ नि तपाईँहरू, यहाँ कुनै जागिर खाने एउटा कुरो तलाई पाइने आदि इत्यादि होइन। साँच्चै संसारमा मान्छेका लागि के गर्नुपर्छ भन्ने उद्देश्यका साथ गर्न लाग्नु भएको छ। यो पवित्र उद्देश्यमा हामी साँच्चै यो काममा लाग्न सकेनौँ। संसारमा मानव सेवा भन्दा ठुलो केही काम छैन। त्यो सेवामा हामी लाग्न सकेनौँ। भित्र कोणबाट हामीलाई पशु त छ, त्यो पनि हाम्रो मन मोटिभेट गरेर ठ्याक्कै यहाँ लाग्न सकेनौँ। हामी यहाँ लाग्न नसके पनि हामी सानोतिनो सहयोग चाहिँ समयमा गर्नुपर्छ। खास गरेर शिव सर ज्योति गुरुङको नेतृत्वमा यो
कार्यक्रम गर्नुपर्छ भन्नुभयो सरले बनाउने बनाउने यो गराउनु अत्यन्तै राम्रो काम भनेर भने आगामी दिनमा सर मिलेर मोटिभेसन गरेर होइन तपाईँको भाइ बहिनीकै नेतृत्वमा कमसेकम महिनामा एकपल्ट 3 महिनामा एकपल्ट 6 महिनामा एकपल्ट अथवा वर्षमा एकपल्ट तपाईँले पनि खास गरी तपाईँको बर्थडेहरू मनाउँदा यतै आएर मनाउनुहोस् तपाईँको बुवा आमाका म्यारेज वर्षहरू यतै आएर मनाउनुहोस् अरू थुप्रै काम गरेका पूजापाठ व्रत हुँदा अलिकति कोष मानव सेवा तपाईँकै गाउँघरमा छ छट्टा दिवस उहाँले कुरा गर्दाखेरि रूपन्देही सुखानगर यहाँ 2 ठाउँ छ यो नजिकै छ हामी एउटै तरिका हौँ तपाईँले हेर्नुभयो भने कि यहाँ बस्ने यहाँ बसेका जति पनि हाम्रा बुवा आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ सबै हाम्रो यही पेरिफेरीकै हुनुहुन्छ कोही सबैभन्दा पापीको पनि हुनुहुन्छ यो मानव सेवा आश्रममा आएर यसरी हामी एउटा तपाईँहरूका बिचमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई जुन एउटा मानव सेवा गराउनु भन्ने एउटा कतै न कतै जीवनमा उहाँ भए पनि कतै न कतै उहाँलाई प्रेरणा जागोस् भन्ने उद्देश्यले हामी कलेजबाट यहाँसम्म ल्यायौँ तपाईँहरूले अत्यन्तै राम्रो व्यवस्थापन ल्याइदिनु भयो कतै न कतै विद्यार्थीमा करुणाको भाव जाग्ने यी पार्वण भयो यसका लागि मानव सेवा आश्रमलाई कलेज परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिँदै जुन तपाईँको सेवा भावमा लाग्नु भएको छ यो तपाईँको सेवा भाव दिन दुगुना रात चौगुना बढ्दै जाओस् मान्छे जन्मिन्छ त्यो दिन चाहिँ मान्छेको मृत्युको पनि गर्व नगर्नु सबै कुरा निश्चित भएर आइसकेको छ भोलि हामी फेरि पनि आज हामी जुन अवस्थामा छौँ हामी सबै यो अवस्थामा हुन सक्दैनौँ भोलि उहाँ जस्तै देश सारा बन्ने दिन हाम्रा पनि आउन सक्छन् त्यस कारणले गर्दा यो एउटा खालको मानव सेवाको भावना मेरा प्रिय भाइ बहिनीहरूमा पनि जागृत होस् भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु र सम्पूर्ण यहाँ बस्ने जो बुवा आमा दाजुभाइ दिदीहरू हुनुहुन्छ उहाँको सुस्वास्थ्य दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद नमस्कार अब यो नास्ता वितरण गर्दै गर्दै चाहिँ सुन्दर क्षणलाई सम्झनाको रूपमा चाहिँ सुरक्षित गर्न सबैलाई सामूहिक फोटो होइन पर्सनल फोटो त्यही नै हामी खिच्नको लागि चाहिँ अगाडि बढ्न चाहन्छौँ विद्यार्थी भाइ बहिनीहरू एकजनालाई सामूहिक भोजन कार्यमा लाग्दै गर्दा र लागेर सकिसके पछाडि फोटो सेसन भइसके पछाडि चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइरहेका छौँ किन आउन रहा भाइ म उठेर ल अंकल यता हेर्नु त यो अंकल सेम यो स्लिम पनि आउँदैन तिमीलाई अंकल सेम हुनुहुन्छ भनेको यस्तो क्यामेरा नै आउँछ हेलो युवराज हेलो खाना खायो हेलो खाना खायो तिम्रो टाउको प्रमे मेरो युवराज 3 दिन भयो म पनि खाना गरी गरिब मलाई यसरी
ओए बच्चा 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 कत्रो छ ओए बच्चा कत्रो अरू रिसाएर आएको ओए 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 बच्चा कत्रो छ कति वर्षको कति वर्ष आफै नुब्रे भट त्यस ओ हाँस्छ लास्ट टाइम लाग्दैन हाँक्दिउँ अहिले यहीँदेखि फालिदिन्छु अहिले यहाँ एकदम रमाइलो गर्दैछन् हाम्रो बाई बाई हेलो बाई बाई हेलो बाई बाई हेलो इन्स्टेन्ट गर न बोल न जान लाग्नु अनि बाई बाई टाटा सिउ हामी गदलतला गयौँ जानलाई यहाँ हाम्रो क्लासका टिनेजर भन्न पाइन्न टिनेजर भन्न पाइन्न यिनीहरूलाई ओहो यहाँ त गफ गर्दैछन् त हो यिनीहरू यहाँ नि गफ गर्दै बस्छन् आउन ओ गफ गर न एकचोटि गफ गर न गफ गर्दै बस्छन् न म त राख्दिनँ म त उभिएर जान्छु यिनीहरू गफ गरेर मलाई बोलाएन एक्लै गफ गर्छन् कस्ता मान्छे अनि एक्लै त बनाउनु पर्यो सँगै भन्नु भएन ओ हामी होइन हेर्न कस्ता हेर न यी पापीहरू हेर न फुल्लै टिप्छन् यस्तो यिनीहरूलाई नि दुख्यो होला कस्तो हेर न यिनीहरू हेर अर्को नि अब केस गर्नु पर्यो हामी अब डाइरेक्ट स्कुल जाने हो कि स्कुल जाने हो